सबैलाई नमस्कार। म चाहिँ आज चाङ्गुनारायण गएको थिएँ। यो चाङ्गुनारायणको बस स्टप। यहाँ चाहिँ गाडीहरू क्युको गाडी पनि आउँछ, रिजर्भ गाडी पनि लान मिल्छ। यहाँ चाहिँ देख्नुहुन्छ तपाईँहरूले चटपट पानीपुरी पसलहरू हुन्छ, विभिन्न सामग्रीहरू हुन्छ। यो चाहिँ हो प्रवेशद्वार। अब यहाँ चाहिँ 2049 सालमा बनाएको भनेर लेखेको छ है। अनि चाङ्गुनारायणको गेटबाट भित्र छिर्ने बित्तिकै एउटा होटल आउँछ। त्यसपछि सिधा चाङ्गुनारायणको मन्दिरतिर लाग्दैछौँ। त्यहाँ चाहिँ एकदम त्यो स्वदेशी विदेशी भन्दा पनि स्वदेशी नै भक्तपुरको उत्पादन यो एकदम राम्रो लुगाहरू पाइन्छ क्या। मलाई त एकदम मनपर्छ यहाँको लुगाहरू। मैले पनि एउटा दुईवटा लुगाहरू किनेर ल्याएको थिएँ। अनि चाहिँ कति राम्रो हेर्नु न, कति राम्रो लुगाहरू पाइन्छ। अनि ओरिजिनल नेपालमा बनेको सामानहरू पाइन्छ। लगत त्यहाँ अहिले चाहिँ फार्मेसी पनि खुलेको छ त्यहाँ आउनेहरूको लागि अब गाह्रो साह्रो पर्दाखेरि। अनि अहिले चाहिँ यो आज शुक्रबारको दिन भएर यहाँ चाहिँ पुरै पसलहरू बन्द रहेछ। तर यो जुन देखिएको पुराना घरहरू छन्, यी घरहरूको अगाडि पुरै पसल हुन्छ। अनि यसरी यो विभिन्न सामानहरू बेच्न राखिएको हुन्छ। त्यहाँ चाहिँ पुरै ढुङ्गा छापिएको बाटो छ, एकदमै राम्रो छ के। पुरानो भक्तपुरको यो चाङ्गुनारायण मन्दिर एकदमै राम्रो छ। म चाहिँ हेलो भन्दै रमाउँदै हिँडिरहेको छु दायाँ बायाँको पसल देखाउँदै। अनि मेरो साथमा हुनुहुन्छ ठुलो मम्मी र म चाहिँ अहिले जहाँ जाँदा पनि प्रायः सँगै भइराखेका छौँ। मेरो टाइम हुन्जेल ठुलो मम्मीसँगै हिँडिराखेको छु। यहाँ चाहिँ मूर्तिहरू बनाउने यसरी हेर्नुहोस्। अब विभिन्न कपडाहरू अनि त्यसपछि हातमा लाउने बालाहरू, पोतेहरू बनाइन्छ, राखिन्छ ओरिजिनल त्यहीँको अमिलो चिजहरू। अब यो पङ्खाहरू, ढाड कनाउने, अब त्यसलाई के भन्छ मलाई थाहा छैन, त्यो सामानहरू जे होस् बाहिरबाट ल्याएर भए पनि भनेको पसलबाट बजारबाट ल्याएर भने पनि त्यहाँ चाहिँ बेच्न राखिन्छ। यसमा चाहिँ चाङ्गुनारायण मन्दिरमा चाहिँ टुरिस्टहरूको एकदम ठुलो भिड लाग्ने गर्छ है। उहाँ चाहिँ टुरिस्टहरूले सामान किन्दै हुनुहुन्छ। म चाहिँ ठुलो मम्मी कहाँ जानुभयो होला भनेर बोलाउँदा नबोलेपछि क्यामेरा ब्याक गरेर हेर्दैछु। अनि फेरि हामी कन्टिन्यू गइरहेका छौँ। यसरी विभिन्न मालाहरू, सामानहरू। अब हामी त घुम्न गएको हो नि त, किनमेल गर्न गएको होइन। त्यही भएर म चाहिँ भिडियो खिच्दै हिँडिरहेको छु। तपाईँहरू चाङ्गुनारायण आउनुभएको मान्छेहरूले यो कतिको याद गर्नुभएको छ। साइडमा पक्की घरहरू, पुराना डिजाइनका घरहरूको अगाडि यसरी बेच्न राखिएको कपडाहरू, ओरिजिनल कपडाहरू तपाईँहरूले कतिको याद गर्नुभएको छ। म चाहिँ एकदम रमाइलो लाग्छ, घुम्नलाई रमाइलो गर्ने मान्छे भएको हुनाले आज चाहिँ म ठुलो मम्मीले भिडियो खिच्न एउटा भन्नुभएको भएर भिडियो खिच्दै हिँडिराखेको छु। ल हेर्नुहोस् तपाईँहरूले यसरी अब यो मुकुण्डहरू बनाउने यो कपडाहरू, यसरी ओरिजिनल त्यो हस्तलेखाहरू, त्यो सबै हुन्छ। हामी चाहिँ घुम्दै इन्जोय गर्दै हिँडिराखेका छौँ। डिङ मलाई थकै लाग्यो। ठुलो मम्मीहरूको फेरि ठुलो मम्मी आउँदै हुनुहुँदो रहेछ। अब यसरी सामान बनाउँदैछौँ। यसरी बनाउँदै जाने क्रममा म चाहिँ मन्दिरनिर पुगेँ। ठुलो मम्मीलाई फेरि वेट गरेर हेरेँ। यो चाहिँ देख्न सक्नुहुन्छ तपाईँले पुरानो चाङ्गुनारायण थानको मन्दिर। अब यहाँ हामी चाहिँ चाङ्गुनारायण थानभित्र छिरिसक्यौँ। भित्र छिरिसके पछाडि आयो चाङ्गुनारायणको मन्दिर। यो मन्दिरमा चाहिँ एउटा अनौठो कुरा के भने पहिलाको पुर्खाको पालाको एउटा चामलको दानो छ। चामलको एउटा चामलले त्यहाँ चाहिँ दुईवटा चामलले पुग्छ भन्ने सिद्धान्त थियो पहिला पुर्खौली चलनमा। अहिले पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि हामी चाहिँ यसरी नाचेर रमाइलो गरेर विभिन्न पोजहरू दिएर ठुलो मम्मी र म भएर फोटो खिच्यौँ। अनि इन्जोय गऱ्यौँ, खाजामा चटपटे खायौँ। अनि आजको दिन एकदम रमाइलो भयो। त्यसपछि फाइनल्ली हामी घर आयौँ। बाई बाई।